विदेशी हैन एकछिन विदेशी सेना आउँदै गर्दाखेरि सुरेश कुमार पोखरेल चुप लागेर बस्छ, तपाईँ बस्नुहुन्छ चुप लागेर, उहाँ बस्नुहुन्छ सार्वभौम को यहाँ देशको मालिक को यहाँ मालिक छ, यहाँ मालिकहरू हेर्नु यहाँ विदेशी सेना भनेको आफ्नो यो जित्दै गर्दाखेरि बालन शाह यहाँको मालिक होइन, मालिक यहाँको सार्वभौम नेपाली समाज हो। उहाँ दिदी हुनुहुन्छ, उहाँ दाई हुनुहुन्छ, सबै यहाँ मालिक हौ। विदेशी सेनालाई हामी सार्वभौम नेपाली नागरिकले तत्काल सफा गर्छौँ र यदि विदेशी सेना आउने अवस्था आयो भने सिमाना कटाइन्छ र अर्को कसरी भन्नु न, कसरी भन्नु एसपीपी को कुरा आइरहेको छ यहाँ है, एमसीसी को कुरा आइरहेको छ। यो कुरा यदि लिएर हिँड्यो भने हामी सडकबाट फेरि विद्रोह गर्छौँ, सडकमै विद्रोह गर्छौँ, किनभने त्यो शक्ति यो समाज हो, यो समाज हो त्यो शक्ति। त्यो शक्तिसँग राष्ट्रपा केही पनि होइन, राष्ट्रपामा आशा मात्रै गएको हो, तर विवेक र चेतना हाम्रो शक्तिमा छ, यो समाजमा छ। समाजको भावना अनुसार नहिँड्नेहरू बढारिन्छन्, बढार्नुपर्छ र आज जिताउँदै गरेकाले पनि भोलि जित्ने मात्रै काम गरेर भोलि देशलाई चाहिँ भड्कारमा लाने भयो भने तिनीहरूलाई गलत त्याएर निकाल्ने तागत यही समाजमा रहेको छ। त्यो त प्रश्न भयो नि, त्यो त प्रश्न भयो नि। महिना दिनदेखि पार्टी चलाए विद्रोह, अबको विद्रोह शान्तिपूर्ण रूपमा हुन्छ र त्यो विद्रोहको नेतृत्व झापाबाट सुरेश कुमार पोखरेलले गर्छ यदि गर्नु पर्यो भने। अन्तिममा तपाईहरुको चाहिँ देशैभरि उत्साहपूर्ण